हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। सो आजको ब्लगमा हजुरलाई स्वागत छ। यहाँ चाहिँ हाम्रो धान काट्ने कार्यक्रम चलिरहेछ। धान चाहिँ हाम्रो काटेर सकिन आँट्यो। यता हाम्रो अङ्कल काट्नु हुँदैछ, यता हाम्रो बाबा काट्नु हुँदैछ, यता मन्ता काट्दैछ। दिन चाहिँ यस्तो राम्रो भएको छ नि, वाउ देखाएको। हामी चाहिँ धान काटेर सक्यो है त गाइस, मैले नछुइकन है। मैजारोमा खाने भाले चाहिँ यो है हाम्रो गाइस। आज धान काटेर सकियो। अझै चाहिँ यहाँ कोदो टिप्नु हुँदैछ है त गाइस। ल है त गाइस, यो चाहिँ हाम्रो इनार हो हैन गाइस। अनि यहाँ भित्र चाहिँ पानी छ। यो पानी चाहिँ हामीले खानुपर्ने हुन्छ। यो चाहिँ मोटर हो, यहाँबाट चाहिँ हामी मिसिनबाट पानी तान्छौँ। यो चाहिँ हामीले पूजा गरेको अस्ति एकादशीमा। यो चाहिँ मेरो माइली दिदी हो। यसलाई चाहिँ खालि भिडियो बनाउनु पर्छ। अनि यो चाहिँ कोदो हो, अझै टिप्नु हुँदैछ। अझै यता हेर्नु, यता हेर्नु न। हेलो गाइस भनिदिनु न, हेलो गाइस भनिदिनु। हेलो ल है त गाइस, अब चाहिँ हामी कोदो टिप्न स्टार्ट गर्छौँ। खतरा छ टिपाइ। सो मैले काटेको चाहिँ तपाईँहरूलाई देखाउनु सक्दिनँ, किनभने मै हो यहाँको। कोदो यसरी लडेको हुनाले चाहिँ हामीले यसरी निहुरेर टिप्नु पर्ने भइरहेको छ अवस्था। हेर्नुहोस्, यस्तो छ हाम्रो अवस्था कोदोको। कोदो चाहिँ हामीले टिपिसक्यौँ होइन गाइस। अनि यहाँ अजी र मन्दा चाहिँ आउनुहुँदैछ। कोदो चाहिँ एउटा गरा मात्रै थियो, अनि त्यही भएर एक डोको एक डाली भाहा। अब चाहिँ हाम्रो घर वरिपरि काट्नु छ होइन गाइस, कोदो टिप्नु छ। अनि त्यही हो, कोदो छिटो छिटो टिपिसक्नु पर्ने हुन्छ। अनि नल काट्नु पर्ने हुन्छ गाइस। कस्तो देखेको छ हौ मलाई यस्तो। हामी घरमा आइपुग्यौँ, मन्ताले यहाँ सुकाउँदैछ कोदो। अनि यहाँ घर अगाडि मम्मी पनि टिप्नु हुँदो रहेछ। यहाँ हाम्रो साइली आन्टी पनि साइली आन्टीको खेतमा टिप्नु हुँदैछ होइन गाइस। यही हो। अनि अब हामी फेरि टिप्नु पर्ने हुन्छ, यत्रो सक्नु पर्ने हुन्छ आजै होइन गाइस। यस्तै छ हाम्रो। हाम्रो साइली आन्टीलाई चाहिँ परबाट देख्नु भएन होला होइन गाइस। अब म नजिकबाट देखाउँदैछु है त गाइस। कालो देख्यो, यता फर्किनु त। हाम्रो साइली आन्टी चाहिँ यस्तो राम्री हुनुहुन्छ होइन गाइस। अनि यस्तो राम्री हुनुहुन्छ, कोदो टिप्नु हुँदैछ है त गाइस। अब तपाईँहरूलाई